देशको समस्या नेता हैन, हामी जनता। हामी आफूलाई खुब पीडित भन्छौँ नि, तर यस सिस्टमको प्लानर, डिजाइनर, एक्जिक्युसनर सबै हामी हो, खुद हामी हो। नेता बाहिरबाट आएको होइनन्। डेमोक्रेसी भावना हैन, यो खुला बजार, जस्तो डिमान्ड उस्तै सप्लाई। यदि बजारमा सस्तो र चल्तीको कुरा बिक्छ भने म्यानुफ्याक्चर त्यही हुन्छ, त्यही बिकाउ सामान। भिजन हैन, भिजिबिलिटी, एजेन्डा हैन, एक्सेस। फेरि त्यही दोहोरियो। हामी नीतिमा भोट हाल्दैनौँ, हामी न्यारेटिभमा भोट हाल्छौँ। हामी म्यानिफेस्टो पढ्दैनौँ, हामी मोडमा भोट हाल्छौँ। हाम्रो जात, हाम्रो मान्छे, हाम्रो रिस, हाम्रो आवेग। चुनावको दिन हामी भविष्यको योजना हैन, इतिहासको बदला हेर्छौँ। हामी नीति कहिले पढ्दैनौँ, त्यही भएर उनीहरू नीति लेख्दैन। हामी डिबेट हेर्दैनौँ, उनीहरू त्यही भएर ड्रामा गर्छन्। हामी बजेट बुझ्दैनौँ, त्यही भएर उनीहरू नारा बेच्न थाल्छन्। हामी र्यालीमा जान्छौँ तर बजेट सेसन हामी कहिले पनि हेर्दैनौँ। हामी भाषण सुन्छौँ, ताली हान्छौँ तर पर्फर्मेन्सको डेटा कहिले पनि हेर्दैनौँ। हामी आवाजको चर्का हेर्छौँ तर तर्कको डेप्थ हेर्दैनौँ। सत्य अझै कठोर छ। हामी 5 वर्षको स्टेबिलिटी भन्दा 5 दिनको क्षणिक लाभ हेर्छौँ। हामी लङ टर्म रिफर्म्सहरू भन्दा सर्ट टर्म पर्सनल फेभरहरू बढी रोज्छौँ। हामी कम्पिटेन्ट भन्दा कम्फर्टेबल मान्छेलाई बढी छान्छौँ। मेरो मान्छेले जित्यो, अरे यार देशले हारेको हुन सक्छ। हामी टिम जिताउन लड्छौँ, सिस्टम जिताउन होइन। यदि समाज भावनामा चल्छ भने राजनीति पनि भावनामै चल्छ। यो ब्लेम गेम वाला भिडियो होइन, यो होइन हो। डेमोक्रेसीमा जनता कहिले पनि पावरलेस हुँदैन, तर इग्नोरेन्ट, इरेस्पोन्सिबल हुन सक्छ। र हामी छौँ, इग्नोरेन्ट पनि छौँ, इरेस्पोन्सिबल पनि छौँ। हामी कम छैनौँ। हामी डिमान्ड गर्छौँ तर स्याक्रिफाइस गर्दैनौँ। बाटो मेरै आँगन छोडेर जानुपर्छ तर 1 इन्च पनि मिसिनु हुन्न, नत्र भने म डोजरको अगाडि आएर सुनिदिन्छु। यो छ हाम्रो बानी। हामी नागरिक हुँदा खुब आइडियलिस्ट हुन्छौँ तर नेता हुँदा बित्तिकै हामी रियलिस्ट हुन्छौँ। हामी भ्रष्ट नागरिकहरू बस नेता नभएर जोगिएका छौँ, नत्र कम हामी पनि छैनौँ। थ्याङ्क यू सो मच।